र म मेरो जीवनको यस्तो कुरा गर्न गइरहेको छु जसले मेरो जीवन नै बदले। पहिले म अरू सामान्य मानिसहरू जस्तै दौडिन्थे, काम गर्थे, परिवारको सपनाहरू बुझ्थे। भोलिको चिन्ता कम, आशा धेरै थिए। तर एउटा दुर्घटनाले मेरो जीवनलाई अचानक रोकिदियो। शरीरको तल्लो भाग नचल्ने भयो, घुट्ने खुट्टा रोकिए, तर मन अझै हार मानेको छैन। सुरुका दिनहरू धेरै गाह्रो थियो। आफ्नो शरीरले साथ नदिँदा, अरूको सहारामा उठ्नु पर्दा, बस्नु पर्दा मन धेरै रोएको थियो। कहिलेकाहीँ लाग्थ्यो अब जीवन सकियो। तर मेरो परिवार, मेरा छोराहरूको अनुहार, श्रीमतीको साथ र केही राम्रो मन भएका मानिसहरूले मलाई फेरि बाँच्न सिकाए। आज म व्हिलचेयरमा छु। परिवारसँग हाँस्ने प्रयास पनि गर्छु र जीवनसँग हार नमान्ने सङ्घर्ष गरिरहेको छु। अपङ्गता भएपछि मेरो शरीर बदलियो, जीवनशैली बदलियो, मानिस चिन्ने तरिका बदलियो, तर एउटा कुरा बदलिएको छैन, बाँच्ने इच्छा। यदि तपाईँ पनि कुनै दुःखमा हुनुहुन्छ भने कृपया हिम्मत गर्नुहोस्। जीवन कहिलेकाहीँ गाह्रो हुन्छ, तर अन्त्य हुँदैन। यो भिडियो हेर्नुभएकोमा धन्यवाद। सब्स्क्राइब गरिदिनु होला।